हेलो गाइज, के छ? गर्मी त कस्तो भइरहेछ? कतिको त गर्मी बिदै छैन होला हैन। यदि गर्मी बिदा छ र अब समुद्र जाँदै हुनुहुन्छ भने चाहिँ केही कुरा चाहिँ ध्यान दिनु होला। जुन चाहिँ हामी समुद्र गएर आएको र केही कुरा सिकियो। महिलाहरूलाई चाहिँ भन्न पर्दैन, केटाहरूलाई हो भन्न पर्ने भनेको। केटाहरूले चाहिँ सनस्क्रिम चाहिँ लानु होला वाटरप्रुफ। फेरि अब थाहा हुँदैन, केटाहरूले कतिपयले लाउँदैन, लगाइहाल्यो भने पनि त्यो वाटरप्रुफ हुँदैन। अनि पछि पौडिएपछि त्यो हराउँछ, अनि पछि उयो। त्यही भएर सकेसम्म चाहिँ त्यो बुढी देखाउन पर्दैन। फुल साइजको लुगाहरू, टी सर्टहरू पनि पातलो खाले फुल र तल पनि पातलो खाले प्यान्ट लाए राम्रो। अनि माथि टोपी र चस्मा लाए पनि राम्रो है। त्यस्तो भयो भने चाहिँ तपाईँलाई समुद्रको नुनिलो पानी र के अरे घामले डढेर त पछि छाला जाने समस्या चाहिँ हुँदैन। सनस्क्रिम लाएर पौडी खेल्दा नि कतिपयको साथीहरूको चाहिँ पछि त्यो सनस्क्रिमले गर्दा हो कि केले गर्दा त बिबिरा आउने समस्या देखिँदो रहेछ। त्यो पनि ख्याल गर्नु होला। सबसे राम्रो भनेको फुल साइजका लुगा लाएर जानु होला। अनि जाँदाखेरि एउटा प्लास्टिकको ब्याग, अनि त्यहाँबाट भैमा ओछ्याउने खाले केही म्याट जस्तो सानो पातलो खाले त्यो झोला सजिलै हाल्ने खाले लिएर जानु होला। जो राखेर चाहिँ त्यो बालुवामाथि ओछ्याएर आफ्नो सामान राख्न पाइयो। त्यस्तै महत्त्वपूर्ण सामानहरू छ गाडी नै लिएर जानु हो भने त सजिलो भयो। छैन भने त्यहाँ लकरहरू हुन्छ वरिपरि, त्यहाँ लकरमा गएर राखे नि हुन्छ कोट हानेर। अनि पौडी खेल्दा चाहिँ जो झ्याप भएर केटाहरूको भन्दा झ्याप भएर हान्ने हुन्छ त्यस्तो चाहिँ नगर्नु होला। झ्याप भएर पौडी खेल्दा चाहिँ एकदम दुर्घटना हुँदो रहेछ। अनि कोही साथीहरू छन् भने नि उहाँहरूको ध्यान दिनु होला। अनि पौडी खेलेर चिसा लुगा हाल्नको लागि एउटा प्लास्टिकको झोला लिएर जानु होला, जुन चाहिँ पोको पारेर घर ल्याउन पाइयो नि त। त्यो गर्नु होला। अनि विशेष भनेको पौडी खेलेर भ्यासी चाहिँ नुहाउनुपर्छ। नुहाउनको लागि चाहिँ जस धेरै जस्तो फादाहरूमा चाहिँ कोइन हालेर नुहाउने स्यावर, पब्लिक स्यावर राख्दिया हुन्छ, त्यहाँ गएर नुहाउनु होला। सिक्का बोकेर जानु होला, क्यास र कार्ड भयो नि काम हुँदो रहेछ त्यस्तोमा। अनि खानाको लागि चाहिँ पर्याप्त थर्मसहरूमा चिसो पानीहरू लिएर जानु होला। अब किन फादामा पौडी खेल्दा जस्तै नेपाल जस्तो खोला लहर ऊ राख्दैन। यहाँ चाहिँ आफैले बोकेर जानुपर्छ, कि त पसलमा जानु पर्यो। त्यो नाङ्गे पसलमा जान सम्भव हुँदैन। त्यही भएर उनी गर्नु के अरे पानी पनि बोकेर जानु होला प्रशस्त। अनि विशेष गरी भनेको चाहिँ केटाहरूले चाहिँ झ्याप भएर होइन रक्सी खाएर बाटोमा मुत्नुहोस् या जेसुकै गर्नुहोस्, त्यस्तो मामिला केही गर्दैन। जब तपाईँहरूले कुनै महिलाहरूलाई चाहिँ छुनुभयो भने पनि उनीहरूले नराम्रो लाग्यो भने चाहिँ तपाईँहरूलाई चाहिँ जरिमाना, जेल र डिपोर्टसँग गरिदिँदो रहेछ। त्यही भएर विदेशी होस् जोसुकै होस्, महिलाहरूलाई चाहिँ रक्सी खाएर या ओहो एल त भन्ने हुन्छ नि, केटाहरूले चाहिँ भाउदी यताउति भनेर टच गर्ने चाहिँ नगर्नु होला। र विशेष गरी कोरियनहरूका बच्चाहरू सँगै पौडी खेलेन भने चाहिँ त्यहाँ आडा गएर भाटाभुटु गर्ने होइन, ऊ देखाउने काम चाहिँ नगर्नु होला। त्यो चाहिँ बच्चाहरू सानो बच्चाहरू हुन्छन्, त्यहाँ त 1 वर्षको बच्चालाई पनि पौडी खेल्न लगाए हुन्छन् बा आमाले ट्याक्क। त्यस्तोको वरिपरि नै नपौड्नु लिनु होला। थोरै टाढा गएर पौडिँदा चाहिँ राम्रो है। यति नै हो। पौडी खेल्दाखेरि ध्यान दिनुपर्ने कुराहरू चाहिँ जस सबसे दुईवटा कुरा चाहिँ ध्यान दिनुपर्ने भनेको महिलाहरू या जस समुद्रमा नुहाउने भनेपछि महिलाहरूले चाहिँ बिकिनी लगाएर नुहाउँछन् नि त। कोरियनहरू न जस केटाहरू नाङ्गे नुहाउँछन् भनेर उनीहरूको शरीरले थेक्छ यहाँको नुनिलो पानी। हाम्रोले चाहिँ थेक्दो रहन्छ, पछि छाला गएर पोल्छ भतपति। त्यो चाहिँ सनस्क्रिम लाउँदै हुनुहुन्छ भने नि एकदम वाटरप्रुफ लाउनु होला। यति नै हो। र बिदा राम्रोसँग बिताउनु होला। रक्सी खाएर पोहोर परा जस्तै बाटोमा मुत्ने काम नगर्नु होला। र कोठा पाइएन भनेर पैसा जोगाउनुपर्छ भनेर अन्डरग्राउन्ड के अरे मा सुत्ने काम नै नगर्नु होला। सकुशल राम्रो आफ्नो छुट्टी राम्रोसँग बिताउनु होला। धन्यवाद।